तिमी सुरुवात हौ, आफूलाई अन्त्य नसोच। तिमी यहाँ 2 दिनको लागि छौ, जीवनलाई अनन्त नसोच। भोलि गरौँला, भोलि खाउँला, भोलि लगाउँला, त्यो भोलि तिमीले देखेकी छौ? आफैलाई ऐनामा हेर, 5 वर्ष अघिको तिमी अनि अहिलेको तिमी उस्तै हौ। शरीर दुख्न थाल्छ, रुखले सुकेको पात फ्याल्छ, तिम्रा बादामी आँखाका छाला बग्न थाल्छ। हिँडेर नथाक्ने तिमी, शरीरले पाइला गनेर चाल्छ। पुस्तकभित्र राखेको त्यो गुलाब जस्तै हुनेछौ, त्यो गुलाबले रातोबाट बिस्तारै कालो रङ फेरेको हुनेछ। मनलाई भोलिमा नसाच, पर्सि सोचेको भोलि नदेख्दा मन त तिम्रै रुनेछ। त्यो भोलि सुन्दर छैन भन्न खोजेकी होइन, तिमी अपराजिता फुल हौ। तिम्रो रङ त भोलि अझै गाढा हुन्छ। तर आफै सोच, तिम्रो आज नै यति सुन्दर छ भने भोलिको सपना कसले बुन्छ? आज हो कि भोलि थाहा नहुने यो जीवनमा, तिमी वर्षौँपछि गर्छु भने सपनालाई भकारीमा नराख। जे छ आजै छ, जस्तो छ आजै छ। आजभन्दा बढी भोलि होला, तर आजको जस्तो खुसी नहोला। म भन्दिनँ भोलिको लागि सपना नदेख, यो बितेको समय होइन, जीवन हो। त्यसैले सपना देख्नु, तर सपनामै आफ्नो भोलि नखोज्नु। हिजो, भोलि अनि आजमा तिमी सधैँ आजको तिमीलाई रोज्नु। आजभन्दा हिजो राम्रो लाग्ला, भोलि अझै सुन्दर भन्ने भ्रम जाग्ला। त्यो भ्रम पुरा हुन सक्छ, तिमीले सोचेको रङ्गी-चङ्गी सपना साँचो होला। बिस्तारै आज पनि हिजो बन्दै जानेछ, अनि भोलिको संसारले तिम्रो कलिलो शरीर खानेछ। त्यो भोलिमा पुग्दा हिजो कति सुन्दर थियो भनेर सोच्नेछौ।